हेलो गाइज वेलकम ब्याक न्यू द भिडियो त के छ हालचाल सबैजनाको आयो सबैजना सन्च्यारामा हुनुहुन्छ होला र आजको भ्लग स्टार्टिङ हुँदैछ बिहान बिहान मेरो घरदेखि र दसैँ भित्रिसकेको छ र सबैजनालाई ह्याप्पी दसैँ र आज चाहिँ हो दुर्गा पूजा जो फलामको भाँडाहरूलाई पूजा गरिन्छ। आजको दिन चाहिँ आफ्नो आफ्नो घरको सम्पूर्ण फलामको सामग्रीहरू कट्ठा गरेर पूजा गरिन्छ। दुर्गा पूजामा चाहिँ आफ्नो आफ्नो फलामको सामग्री चाहिँ कट्ठा गरेर पूजा गर्ने चलन छ हाम्रोतिर चाहिँ। र मैले चाहिँ माथि भएको हाम्रो दुईवटा गन्ध साब्लो चाहिँ लिएर आइसकेँ। अँखुको पात पनि चाहिन्छ अरे यो पनि ल्याइदिएको छु र हाम्रो सम्पूर्ण फलामको सामग्रीहरू चाहिँ यहाँ लिएर राखिसकेको छौँ। बाबाले पूजाको लागि केराको पात र योति पनि लिएर राखिसक्नु भएको रहेछ र यहाँ चाहिँ हल्का फुल्का लिपपोत पनि गरिदिनु भएछ र अब चाहिँ स्टार्ट गर्छौँ हामी दुर्गा पूजा। माथिको पूजा चाहिँ सकिसक्यो, अब बाहिरको पूजा बाँकी छ। हाम्रो पूजा चाहिँ सकिसक्यो दुर्गा पूजा। A few moments later. हाम्रो चाहिँ दाइले नयाँ क्यामेरा लिएर आउनु भएको रहेछ। दाइले चाहिँ दान दक्षिणा गर्दै हुनुहुन्छ। नमस्ते बहिनी नमस्ते। 500 रुपियाँ दिनुपर्छ दाइले नि। हामी चाहिँ लागिसक्यो बानीतिर। काम त केही पनि छैन, दियास्यारातको त्यो पेनड्राइभहरू चाहिँ लिनु भएन रहेछ हिजो, त्यही लिनको लागि चाहिँ झर्दैछु बानीतिर। लेप्सी बाटोको अवस्था नाजुक छ होइन कि भाइ? हेर त अस्तिको पानीले झन् बिगारेको छ कि भाइ। फाइनली हाम्रो 18 बाटो चाहिँ सकिसकेको छ। र हामी चाहिँ आइसकेको छौँ अहिले बानी, र बानीको बजार चाहिँ छ सुनसान। सबैलाई दसैँले चाहिँ छोए जस्तो छ। र हाम्रो दाइको बाइकमा चाहिँ केही समस्या देखेकोले हामी चाहिँ ग्यारेजमा आएर बाइक हेर्दैछौँ। र कपाल नकाटेको चाहिँ धेरै भइसकेको छ, अब चाहिँ सायद कपाल काट्नुपर्छ होला। र अब चाहिँ हामी जान्छौँ कपाल काट्नको लागि। हाम्रो चाहिँ पेनड्राइभ लिने दोकान चाहिँ बन्द रहेछ, भात खान चाहिँ जानुभएको रहेछ। एकछिन चाहिँ हामी वेट गर्छौँ फेरि। म चाहिँ कपाल सपाल पनि काटिसकेको छु। 15 minutes later. बल्ल बल्ल चाहिँ दाइ आएर क्यामेराको लागि चाहिँ पेनड्राइभहरू चाहिँ ल्याइसक्यौँ। र हामी चाहिँ फाइनली घर फर्किँदैछौँ रफ्तारमा। कासलाई हो क्या यो, कस्तो लाग्यो कासलाई? मैले छानिदिएको होइन कि दाइले छानिदिएको। चेक हान न, उल्टे लान्छ नि कास। कस्तो छ? दाइले चाहिँ क्यामेरा सिक्दै हुनुहुन्छ। हाम्रो सर चाहिँ पोज दिनै, सर पोज दिन्न। र हामीले पनि एक दुईवटा फोटो चाहिँ खिचेको थियौँ। A few moments later. फाइनली म चाहिँ घर आइसकेँ। हाम्रो चाहिँ मम्मी चाहिँ यता भात खाइसक्नु भयो? खै त बुगा सुत्नु भयो? आराम गर्नु भएको छ। कपाल काटेको कि मम्मी? हेर न, हेर न, यी के काट्यो कि? अन्त त्यो भएको ओलेल समाना पर्ने कस्तो भयो हेर न। मन पर्यो कि पर्दैन मम्मीलाई? पर्दैन। यो चाहिँ मेरो नयाँ प्यान्ट जो चाहिँ म मेलामा लाएर जान्छु भोलि। मेरो कपाल
कतै चाहिँ देखेर हाम्रो मम्मी र बुवा चाहिँ एकदम प्रसन्न हुनुभएको छ मलाई धेरै नै तारिफ गर्नुभयो राम्रो भएको छ अरे हैन मम्मी कस्तो भयो मम्मी राम्रो भएको छ कपाल काटेको छु तर मलाई लागेको छैन कि कपाल काटेको छु उस्तै लागिरहेको छ 6 hours later. र म आएको छु हाम्रो यहाँ माथि र अमर सरको घर बल खेल्न हाम्रो यहाँ हुनुहुन्छ सन्दीप मामा जो बेस्ट भलिबल प्लेयर हो हाम्रो गाउँको हाम्रो यहाँ हुनुहुन्छ विक्रम हेलो सब्सक्राइब गर्ने सिक गरम नत्र के को झटारो खाम आफै बुझ्ने हो हाम्रो कोदिदी हाम्रो अम्मा सरको दिदी हेलो हामी चाहिँ जाँदैछौँ ग्राउन्डमा बल खेल्नको लागि र ग्राउन्ड चाहिँ हाम्रो केही माथि छ र आज सर चाहिँ टाइम पास गर्नको लागि मात्र खेल्दै हुनुहुन्छ हाम्रो ग्राउन्डमा होइन सर हाम्रो सरको लागि छुट्टै ग्राउन्ड छ छुट्टै प्लेयरहरू छ हामी भनेको सानोतिनो प्लेयर हो र छुट्टै प्लेयरको साथ खेल्नुहुन्छ हाम्रो सर हामी चाहिँ नेट बाँध्दैछन् विक्रमले र यता हुनुहुन्छ हाम्रो सर र मामाको पालो चाहिँ छ बल लिन जाने बल चाहिँ तल गएको छ र हाम्रो चाहिँ दाइ पनि आइसक्नु भएको छ A few moments later. र म चाहिँ आइसकेको छु घर र आजको भ्लग यति नै र मन पर्यो भने लाइक कमेन्ट गर्न नभुल्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नभुल्नु होला बाई बाई भेटौँ अर्को भिडियोमा